हेलो साथीहरू, हामी चाहिँ अब धान काट्न जान लाग्यो। हाम्रो घर पछाडि चाहिँ धान रोपेको थियो पहिला। त्यहाँ गएर चाहिँ हामी धान रोप्दैछौँ। धान रोप्ने होइन, धान काट्दैछौँ। अनि म एकदम अनि ल हिँड्नुहोस् छिटो। नानी जाऊ माथिबाट स्ट्यान्ड लिएर। उहाँले चाहिँ मेरो कपडा लगाएर एकदम हिरोइनी बन्नु भएको छ। पछाडि फोल्ड गरिदिएको के लामो भएर। ल हिँड्नु छिटो। ल हिँड। मेरो पर्समा छैन नानी, मेरो ब्यागमा हिजो लग्यो छिटो। ए हाम्रो धानबारी, धानको बाला के अरे के भन्छ, यस्तो छ हाम्रो धान। अब चट 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 काट्ने हो। जाके त भित्र दराज त पुरानो दराज भित्र कि तलतिर आँसी छ लिएर आएर छिटो। हाम्रो चाहिँ माटो घर, पुरानो जमानाको घर हो यो चाहिँ। हामीले चाहिँ हाम्रो यो स्टोर रुम गराएको छौँ सामान राख्नको लागि। ल साथीहरू, यहाँ चाहिँ धान काट्न लागिरहेका छन्। हाम्रा खेतालाहरूलाई बोलाएको यहाँ युकेबाट बोलाएको हामीले चाहिँ। यहाँ खेतालाहरूलाई चाहिँ एकदम महँगो, उहाँहरू चाहिँ एकदमै धेरै पैसामा उहाँले काट्दै हुनुहुन्छ। किनभने हामीले चाहिँ अब यो धानको बाला चाहिँ उहाँले एकदम काट्न सिपालु हुनुहुन्छ। आज आइपुग्नु भएको छ। उहाँ सिङ्गापुरबाट आउनुभएको छ। उहाँ चाहिँ सिङ्गापुरे ड्रेस लगाएर आउनुभएको छ। यहाँ चाहिँ मोडर्न स्टाइलमा जापानिज आउनुभएको छ। यहाँ चाहिँ ल कस्तो लागिरहेको छ हजुरलाई? राम्रो लागिरहेको छ। आज चाहिँ हामी चाहिँ धान खाँदैछौँ। म चाहिँ कोरियन हो। म चाहिँ फर्स्ट टाइम धान खाँदैछु काठमै। हजुर पनि खानुहोस्। ए कोरियन हो? म सिङ्गापुरबाट मगाएको भनेको त उहाँ चाहिँ कोरियन हुनुहुँदो रहेछ है, नेपाली ड्रेस लगाएर। उहाँ चाहिँ नेपाली ड्रेस लगाएर आउनुभएको छ होइन। हजुरमा चाहिँ जापानबाट आएको उहाँहरूले मलाई चाहिँ यहाँ अर्डर खानु भएको छ। म चाहिँ धान काट्दैछु। एकछिनमा तपाईँलाई म देखाउने छु कस्तो काट्छु हाम्रो जापानतिर। ल हुन्छ साथीहरूमा चाहिँ एकछिनमा काटेर देखाउँछु कि। धान काटेपछि मात्रै साना सियोमा छामाले चाहिँ यत्रो काट्नु भइसकेको छ। साथीहरू, खेत रोपेको पनि देखाएको थिएँ मैले चाहिँ। अनि धानको बालाहरू पनि देखाउँछु भनेको थिएँ। र हेर्नुहोस्, धानको बाला पनि पाकेर पनि हामीले काट्न लागिसकेका छौँ होइन। काट्ने बेला चाहिँ हाम्रो बहिनी मुना थापा युकेबाट आइसक्नु भएको छ काट्नलाई। रोप्ने बेला चाहिँ म र ड्याडी मम्मी मात्रै थियौँ भनेपछि आज काट्नलाई चाहिँ लिजा र यता मुना आज आउनुभएको छ हेल्प गर्नलाई। र यो काटेर चाहिँ यसको चामल पनि देखाउन पायौँ भने देखाउँछु, किनभने यो चाहिँ हाइब्रिड हो। अझै सकेको छैन साथीहरू, काटिरहेको छु।
तेरो नाकमा हेरे के भयो यस्तो नाकबाट चाहिँ म चाहिँ यस्तो यहाँ पुरै के भएको रहेछ नाक चाहिँ नाकभित्र कति गयो होला ल हामी ड्रागन फुड टिपेर खान्छौँ भोक लाग्यो टिपेर खान्छौँ ब्याक क्यामेरा गर न राजा उता टिप कता उता माथि रहेको हो त्यो माथि रहेको टिप्नु ड्रागन फ्रुट भोक पनि लाग्यो साथीहरू बारीमा यस्तो फलेको ड्रागन फ्रुट खानुपर्छ कहाँ छ कि यहाँ टिप्न आउँदैन भन्दाखेरि घुमा न त्यसो घुमा ल टिपिस मुनाले आफ्नो लागि टिपिसकेको छ मैले आफ्नो लागि टिपेँ साथीहरू ल साथीहरू ड्रागन हात पनि यस्तो भएको छ पुरै कालो कालो भएको छ पुरै त्यो त्यसको ऊ भयो क्या ल हामी चाहिँ साथीहरू ड्रागन फ्रुट टिपेर खान लाग्यौँ दुईवटा भोक पनि लागिसकेको छ खाइहालौँ हामी त मिठो छ भर्खर तातो टिपेर खाएको चाहिँ मिठो हुन्छ हात पनि धोइएको छैन होइन नागाएन ल हाजेन कमलको फुल हो यो चाहिँ यस्तो मजाको होइन यत्रो फलेछ अरे यत्रो भ्याउन लागिसक्यो ड्रागन फ्रुटहरू पनि अब अलिकता फोहोर छ मुख चाहिँ होइन ल खाइन्छ अब अब जाडो महिना पनि सुरु भएर होला सायद फेरि होइन मिठो भएको तर चाहिँ अझै अस्ति अस्ति गर्मीमा चाहिँ कस्तो हुन्छ नि कता तातो भयो भने मिठो हुन्थेन नि त अहिले त चिसै भएको ड्रागन फ्रुट यो ड्रागन फ्रुट कस्तो हुँदो रहेछ साथीहरू धेरै खायो भने त्यो त रातो रहेछ त अलिक है कस्तो गुलेछ क्या चिनी हाले यस्तै भएको यो चाहिँ कस्तो हुँदो रहेछ भनेपछि धेरै खायो भने त यसले त डाइरिया लगाउँदो रहेछ साथीहरू हाजेन लिजाले आएदेखि एउटा धेरै खायो नि त उसलाई पुरा डाइरिया भइसकेछ छिटो खाछु छिटो रिभ्रेस हुन्छ धानको बालाजु उरेर अनि नैना कस्तो ज्यान चिलाइसक्यो यार सिलिङ त मच्छर भाती मच्छर त मच्छर छिटो के यो चाहिँ एउटा खाएपछि चाहिँ मान्छे आउँछ यो त मच्छर अब खानु सकिने साथीहरू छिटो खाएर अब हुनु क्या अब छिटो छिटो अब हुन्न आज ऊ त यति भ्याउनु पर्यो त पछाडिको यता यताको त भोलि अब त्यही पनि सकिन्छ होला ऊ यता यहाँ यता काटेर भ्याम यताबाट काट्दै पर जाम त चिसो भएको त अब त्यस्तै राख्नु पर्दा हुन्छ हिलो भएको काट्नु सकिन्न ब्याकग्राउन्डमा कहाँबाट यसको यत्रो घाँस काटेर यत्रो घाँस काटेर यत्रो धान काटेर भ्यायौँ हाम्रो बाख्राले चाहिँ एकदम यहाँ ड्रागन फ्रुटको पात खान्छ हातमा दिनुपर्छ कि यसरी खानु भुइँमा फाल्यो भने यसमा हातमा दिनु हातमा दिनु खान्छ खै होइन कि यिनीहरूले भुइँमा माटो लागेको खान्न खान्छ ए खायो तैँले ल खा त नामात्तेको बाख्रा रहेछ त्यो कानको बुटी तातिनी दिन्छु मैले खा ल के बतायो ल खा सडेको बाख्रा रहेछ हेऱ्यो यो त ल खा त खानु चाहिँ सडेको बाख्रा रहेछ यो त
यत्रो काटेर भए पनि अब यो भ्याग काट्छन् सर्लक्क लाएर अनि त्यसपछि यताबाट काट्दै जान्छ भन्ने ल मेरो मात्रै गर्छ नि त ल भयो कि भयो धेरै तलदेखि माथिदेखि नै बिरामी छ यस्तो माथि चाहिँ अलिकति पर रात पर्न लागिसकेको अँधेर अँधेर आइसक्यो अब फेरि भोलि शीत हुन्छ फेरि बेलुका बेलुका काट्नुपर्छ दिउँसो चाहिँ काट्न सकिनँ बहुत घाम हुन्छ दिउँसो चाहिँ यस्तो चल्लो घाम हुन्छ होइन पसिना पसिना भइसकेको छु म चाहिँ साथीहरू सक्यो खै मुना यता हेर्नुहोस् त मुना यता हेर्नुहोस् न मुना ल हाम्रो मुना बहिनी चाहिँ लप्टनी खप्टनी हुनु भइसकेको छ जुन ल हाम्रो चाहिँ भइसक्यो जुन लागिसकेको छ इजाले पनि काम गरे जस्तो गरिन् आज ड्रेसमा काम चाहिँ गरेनिन् उसले पनि काम गरिन् ल यस्तो जुनेली रातमा हेर्नुहोस् जुनेली रातमा हामी चाहिँ यो चाहिँ अब यो चाहिँ के भयो भनेपछि यहाँ चाहिँ पानीले दिउँसो धारामा पानी आएछ अनि फेरि पुरै यो भिजिसक्यो अनि भोलि सुक्छ अनि भन्नु पर्यो हेर्नु त यो अब चाहिँ हामी डिनर गर्न जाने भनेको उसले चाहिँ पुरै मेकअप फुल मेकअप भइसकेको छ छिकै दाँत किनिदिएको छ ल रातो लगाएको भ्यायौँ आजको लागि अब एउटा गडा छ यो चाहिँ भोलि चाहिँ अब दिउँसो भोलि बेलुकातिरै साँझ काट्छौँ होला किनभने पुरै पानीले भिजिरहेको छ नि त यहाँ त्यही भएर काट्न मिलेन यो चाहिँ अलिकता छ धेरै छैन अब फेरि एउटा ड्र्यागन फ्रुट खाएर अनि यसो रेडी हुन्छौँ हामी चाहिँ यसो ड्र्यागन फ्रुट चाहिँ टिपेको फेरि ड्र्यागन फ्रुट खाएर हामी चाहिँ ल हातहरू हेर्नुहोस् ड्र्यागन फ्रुट खाने अब ल